नागरिकका गुनासा सुन्दै गृहमन्त्री गुरुङ रासोपा कार्यालयमा संवाद गर्ने। गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सञ्चालन गर्दै आएको नागरिक नीति र नेतृत्व कार्यक्रम अन्तर्गत गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका हुन्। रासोपाका अनुसार गृहमन्त्री गुरुङ रासोपा केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्नेछन्। उनले नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षाबारे प्रत्यक्ष संवाद गर्ने तयारी छ। नागरिकसँगको संवादका लागि भदौ 8 गते सोमबार बेलुकी 5 बजेका लागि समय तय गरिएको छ। रासोपाका अनुसार पहिलो चरणमा आम नागरिकले गृहमन्त्रीसँग गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्व बीच नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक र नीतिगत विषयमा छलफल हुनेछ।